पकाएको खोइ हेरौँ देखाउ त मिठो छ ए ल ल कता काटेर बा यहाँ काट्दै चाहिँ आइज पट्टा कुना कुना और राइले फेरि निन बिहार जान्छन् फेरि फेरि गोड्दैनन् के हो राम्रो ल हामी खेतवन ला के अरे यस्तो गरी हान्ने हो क्या दाइ उता बिहार बिहार नि कमान बिहार नि ट्याक्स हालिदिने हो अनि म त्यहाँ हाल्दै आउने हुन्छ भने अनि सबैको मिलाएर हाल्नु पर्यो नि त त्यस्तो काम गऱ्यो भने पैसा दिँदैन ट्यापक्क मिलाएर हाल है तिमी पनि के कस्तो यहाँ यी पानी पोको उठिसक्यो एउटा घर धान खोर्दै पानी पोको उठ्यो अरू फेरि काटेर आज यहाँ हेर त्यसै भाषा सहिलो हुन्छ नेपालमा के गर्यो भने पारी तरी पुलमा घर छ नि ग्राइन्डरको तल गएपछि त्यो खोलापट्टि जान्छ नि एउटा ट्र्याक्टर जाने बाटो छ नि बुझेँ मैले त्यो पारीमा ठुलो हरियो भएर नि बिचमा थाहा भन्ने हो त्यस्तो घरमा गएर लिएर आइज धान अहिले उसले स्पेसल बिउ ल्याएर पनि हो र होइन एकदम दामी हो र मजाले मिसिनु बोकेरमा बोकेर त्यसरी कोठा गरेर झिक्ने नि आफैले हो झिकेर वारी गाडी नै नम्बर हो अरे दोस्रो बुझेमा हुँदो रहेछ कुन हो हरन लाउनु हरन भन्नुपर्छ नि ल तर हात होला है लास्टमा सिधा सुत्नु छ है खानु त सुत्नु छ हात हतार भित्र मान्छेको सर्ला पो जान्छ त्यही दाखाने ताप भएर त्यो पाल्टो भएर हिँड्नु म दिउँसो त काट्दिनँ आज त काट्नु पर्छ म काट्दिनँ मेरो ठेला उठ बरु खेताला हालिदियो एउटा म मेला जान्छु नि त मेला गयो भने दुई मिली धोत्तिन रहेछ बाबा मारि नै हाल्छ 5 जना कुट्ने मान्छे हुन्छ एक उहाँलो बिटा बोरा 2 खबर हान्छ लाग्यो भात गराखेरि ओर्लिनु पर्यो बिहान बिहान चाहिँ अहिले हाम्रो एउटा घर दुईवटा घर धान काटेर भ्याइयो यो सानो घर र त्यो यता बाले छेउला आइसमा ल फाइनली धान काटेर चाहिँ सकिने अवस्था छ यो कति गर यहाँबाट एउटा दुईवटा 3 4 बिहानबाट काटेको हिजो काट्ने भनेको हामी केही नहुन्न बाना भयो केही नहुने म नभए नि केही नहुनु यो दुईटी बुहारीहरू ल अहिले चाहिँ हामीले धान काटेर सकिसक्यौँ हामीले चाहिँ 4-5 वटा गरा काटेको अहिले चाहिँ यहाँ पार्वती भिडियो बनाउनुलाई चाहिँ दौडेर गएपछि धान काट्न फेरि बुवा मम्मी होइसिन्छ अनि यता म छु दाजु पार्वती मेरो पनि भिडियो बनाइदियो अब ल धान काटे सक्यो बुवा मिले त बस्छौँ सबैजना एउटा फोटो खिच्छ तल चाहिँ बिटा लाउने भइसकेको छ गाईहरू गाई बाहरू सबैजना हिँड्छ
मेरो चाहिँ कस्तो भयो होला अनुहार तिमी राम्री भएको छ है राम्रो देखिन्छ काली भएको छ भने पार्वती म तिमी त राम्री छौ घाँस काट्ने अब भरे एउटा भाले काट्ने है आज धान काटेको उपलक्ष्यमा यो बाले एउटा भाले काट्ने भने बुहारी 1000 पार्वती 500 बा 500 500 म चाहिँ शून्य होइन त्यो दिनु होला न ल बा यता म घाँस काट्नु लाग्छ मम्मीले फेरि अब घाँस त्यो काट्यो हाम्रो घर हो यो पहिला हामी पानी लिनु त्यहाँ उहीँ आउँथ्यो हाम्रो धार यहाँ थियो नजिकै रहेछ त हाम्रो जस्तो उयो होला हामीले त ऊ त्यहाँ काटेर उ त्यहाँ राखेको थियो उ घरमा के काटेर पाए दुई मुखे बनाउने हामी त्यस्तो गरेर थियो ऊ त्यो हो ऊ त्यहाँ हस्पिटल छ हामी त्यहाँ जानुपर्छ वडा कार्यालय हो गाउँपालिका यहाँ हस्पिटल स्वास्थ्य चौकी यो चाहिँ यति टाढा स्वास्थ्य चौकी बनाएर के काम हाम्रो जस्तो घर छेउमा हुनुपर्छ हो त हाम्रो यहाँ हाम्रो त रोडै पिच भयो तिम्रो घर भयो तिम्रो घर पिच भयो रोड भएछ हाम्रो घर पिच भएको छैन त हजुरहरूको यो मेन रोड भएर हो नि हाम्रो शाखा रोड हाम्रो नि शाखा रोड हो मेन रोड हो यो त है मम्मी मेन रोड होइन त यो गाउँको अनि त्यही भएर रसवा नुवाकोट त्रिचुली कहाँ जोडिने हो यो त्यही भएर त्यो भएर हो हाम्रो त्यस्तो छ अब सबजना थाके अब पार्वती नेता बस भन्दैछु पार्वतीले ल सबैजना हामी धान काटेर थाकेर बसिरहेछौँ है यहाँनिर डाली कहाँनिर कुन सिरानको यो माथिको अब धान काटेर नै सक्यो मङ्सी थन्काइवरी हामी जाने दिन पनि आउँदैछ अब 2 दिन बाँकी छ घर बस्नलाई के भयो छोरी फेरि भन्नु त यहाँ बोक्ने आमाले बोकिराख्छ त हिँड हिँड बा दुध दोहोरो आएको खै देखाइदिनु दुध कति छ ल ल ल गाईको दुध ल लिएर जानु भा घर टोपी बाङ्गो लाएर के गर्दैन ल बुढो मान्छे पानी बसालाउनु भयो ल आज फेरि कुटु नखाने पो हो त साँच्चै त हाम्रो भात सुब्बाले खान्छ सबै मात्रै हो मासु बाउचाले हिँड्दै कतिको किलो यस्तो कुरो त माझारी कम छ त मासु राम्ररी भन देउसीले ल थ्याङ्क यू भन देउसी रे देउसी राम भाले यो चाहिँ 3 केजीको छ 3000 भन्यो 2500 मा दिनुपर्ने भाले हो तर 3000 यहाँ बाउले फेरि नखाने भने हाम्रो भाले महँगो भरे अब लोकल भालेको सुप आज भा एक थाल भात दिदी चाहिँ यहाँ घाँस काट्नु भन्नुभएछ धान काट्नु सक्यो धान सक्यो अब अलिकति बाँकी छ भने धान काट्न हो 6 खेत बाँकी छ त्यसपछि हाम्रो सकिन्छ फेरि आलु सालु रोप्नु पर्यो अब गाउँमा काम गरेर खानु परिहाल्यो है काम गरेर खानु सकिनु सक्छ
पार्वती काम नगरी खान पाइँदैन। काम गरेर खानु पाइँदैन। हामी धान काटिसकेर खाजा खाएर चिया खाएर अहिले हामी देउरानी जेठानी चाहिँ यहाँ पार्वती घाँस काट्नु लाग्दै थिइन्। पार्वतीले चाहिँ पछि छिटो काट्छिन्, जाँगरिलो थिइन् देउरानी। ल यता चाहिँ खोलो पनि छ। यो चाहिँ खोलोबारी यहाँ पुरै खेतहरू थियो अरे अनि यता सबै घरै घर पसलहरू थियो अनि चाहिँ खोलाले बगाएर अहिले बगर बनाएको छ। यो मेलम्ची खोलो हो। यहाँ पनि धान काट्दै होइसिन्छ। चिने खाइन दिदीहरू होला है। यति धान काट्ने यहाँ तल पनि धान कुटिरहनु भएको रहेछ। यहाँ चाहिँ ल डोको भरिन लायो होला है पार्वती अब हाम्रो। ल अहिले चाहिँ पार्वतीले डोको भर्यो कि भनेर घाँस हाल्दैछिन् डोकोमा। एउटा डोको लिएर आएर दुईजना डोको ठुलो छ नि, एक खाङ्टे जत्रै छ। भरिन्छ त पार्वती यति घाँसले? फेरि काट्ने होइन त? गाई भैँसी अनि त्यसपछि पाडो होइन, अनि बाख्रा अनि के पुग्थ्यो एकदम घाँसले पुग्छ त। बर्खा जस्तो घाँस चाहिँ पाइँदैन अहिले है। अहिले घाँसको अलि सर्टेज छ। यति बेला घाँसको सर्टेज हुन्छ। भर्यो अब अलिकति काटे पुग्ने रहेछ। ल म अलिकति घाँस काट्दै गर्छु है त। बिसौ गर्नु भयो। मलाई बोक्नै दिन नि बुवा। हो अब दिदी बोली छैन, बहिनी बोली छ बरु। के गरे? हजुर त्यसलाई अलिकति गरिदेऊ त, पुग्देऊ त। पानी आउँछ हो त्यो हाम्रो धारा हो त्यो चोटा